अब तपाईँको यो टेम्पो व्यवसायमा जति पनि देन छ त्यो हाम्रो मनबाट बाहिर जाने छैन। तपाईँ बाहिर गएर चाहिँ तपाईँबाट मनबाट पनि बाहिर नजाओस्। कति धेरै आउनुहुन्छ, फेरि जोइन गर्नुपर्छ, तपाईँ बसेर काम गर्नुपर्छ। तपाईँको यात्रा परदेश यात्रा सफल होस्, सन्तोष होस्, सोचेको पुगोस्। धेरै धेरै शुभकामना गर्छु। धन्यवाद। समस्यालाई ठुलो छ, त्यसले गर्दाखेरि हामी है त यो हाम्रो उहाँ मिन्टेमा सरकार विदेशी जे जसो भए पनि कोही बेला पाचा पुचु भयो पनि होइन, जो होस् तपाईँको यात्रा सफल होस्, राम्रोसँग गरेर आउनुहोस्, दुई चार पैसा कमाएर आउनुहोस्, सँगै फेरि बस्नुहोला। यो एकपल्ट भिडियो गर्छु। तपाईँ जानु म खेती आउँदै गरेको है त मैले बुझेँ तपाईँको भूमिका अलि ज्यादै छ। अब तपाईँ पालकहरू बाबुले लगाइदिए होइन यो दिनु न, अनि त्यही दिनु तपाईँलाई होइन फल गर्छु म अलिक के पनि ग्राउन्ड गर्दिनँ कि होइन त्यो के राख्यो त केटालाई भोलि दिन्छु यहाँ राखिदिएर म भोलि दिन्छु भाइ। ल मेरो पाल है त। ल अति नै प्यारो भाइ है, हाम्रो यो टेम्पो व्यवसाय सङ्घको अति नै धरानको प्रमुख व्यक्ति नै भन्छ त म होइन। उहाँले लामो समयसम्म यस व्यवसायमा निःशुल्क रूपमा होइन सहयोग गर्नुभयो अहिलेसम्मको दिनमा। अब व्यवहार यस्तै हो होइन, कहिले कहाँ कहिले यहाँ। र अब उहाँले हामीलाई केही समयको लागि उहाँले रोमानियातर्फ जाँदै हुन्छ र अब हामी उहाँलाई होइन एउटा विदाय नभएर होइन वेलकम फेरि पनि आउँदै हुनुहुन्छ। यो काम सकेर फेरि आउनुहोस्, समग्र टेम्पो व्यवसायमा आफ्नो काम सकेर फेरि यही व्यवसायमा फर्किनुहोस् भन्दै शुभकामना दिन चाहन्छु। म कोशी टेम्पो प्रालिका प्रबन्धक नवराज श्रेष्ठबाट है। नराजी यो तपाईँको रहेछ चिनी बेगर लु म लागेँ लु 5 सेकेन्ड फेरि है नयाँ अध्यक्षलाई नि एउटा खदा लगाइदिनु पर्छ छ नि भाइ यता आउनु नयाँ अध्यक्षलाई पनि नयाँ अध्यक्ष भयो नयाँ अब जनसेवाको नयाँ अध्यक्षज्यूलाई पनि उहाँलाई ह्यान्डओभर गर्नुभएको सदैव मजदुरहरू एउटै हो भन्ने नारा सहित हजुरलाई स्वागत नयाँ हाम्रो जनसेवाका
केशव भुजेल केशवजी आउनु भएको छ र उहाँले पनि अब केसी जस्तै सम्पूर्ण कार्यभार समाप्त हुनेछ भन्ने सम्पूर्ण टेम्पो व्यवसाय र आशावादी छौँ भन्ने गर्दै उहाँलाई पनि वेलकमको दिन चाहन्छु। दिदी ललित आउने त म के अरे घरमा यसो पाहुना भएर होइन ठिक छ ठिक छ लु, यहाँ अब यो टिका सिका लगाइदिउँ है मैले के यता लु गरेर हैन मलाई सिकेर है उता उता हेरेर उता फर्क ठिकै छ घरमा टेम्पो सवारी सबै मजदुर एकै हुँ भन्ने नाराका सहित ल हजुरले यहाँ पक्रिदिनु हजुरको कार्यक्रम पुरा गर्छ होला। यो च्याली हो चिया यी मैले टिका च्याली है कता कता अर्डर धेरै मलाई भने घरमाले गर्दाखेरि ल हाम्रो कोशी यातायात प्रणालीमा चाहिँ मलाई टेम्पो तथा सिटी सफारीको जुन भूमिका थियो धारणमा चाहिँ सबैजना मिलेर जानुपर्छ, करहरूको बारेमा चाहिँ एकरूप भएर अगाडि बढ्नुपर्छ, धारणमा जुन ड्रेस लागु गरेको थियो त्यो ड्रेस लगाउन हटाउनमा मेरो प्रमुख भूमिका थियो। त्यसमा चाहिँ सिटी सफारी र टेम्पोले चाहिँ सम्मानका साथ मैले गरेको कामलाई चाहिँ सम्मानका साथ मलाई यस भवनमा चाहिँ उपस्थित गराएर बिदाई म जाने जुन विदेशी यात्रामा चाहिँ बिदाई कार्यक्रम उहाँले राख्नुभएको छ, यसको लागि सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु। अब एउटा फोटो